हेलो एभ्रिवान, मेरो मिनी ब्लगमा तपाईहरुलाई स्वागत। अनि आज मसँग हुनुहुन्छ मिस हेलो। अनि एकजना मिस हुनुहुन्छ यता हैन। अनि अब चाहिँ हामी तल अघि भिडियो गर्नु बिर्सेछु। अब यहाँदेखि गएर चाहिँ हामी लन्च खानेवाला छौँ। अनि आज हाम्रो चाहिँ लन्च पार्टी छ हल्का फुल्का हैन मुनादी? अनि अब हाम्रो लन्चमा के छ हामी तपाईहरुलाई देखाउने छु। हामी खाने छ, हाम्रो भिडियो हेर्दै गर्नुहोस्। ओके गाइस, अहिले आज चाहिँ हाम्रो हल्का लन्च पार्टी हैन। यता आएको छ आज सरिता, सलोमित, माछी। हाम्रो स्पेशल डिस देखाउनु न छिटरी। आज हाम्रो छ पुरी। यहाँ देखाउनु न, खोल्नुहोस् न। यो उत्यो के अरे आलुदम, यो आलुको यो कुन आलुदम? केटाकेटीले किन यत्रो ल्याएको? को खान्छ यत्रो? अन्त सलोमित पुग्थ्यो त यहाँ हो। यो पनि आलुदम हो हैन। अनि आज लन्च पार्टी हाम्रो अफिसमा हैन। यता हुनुहुन्छ मुना दिदी, यता सबै यहाँ चेयर लिएर बस्नु। यता मुना दिदी हुन्छ, हेलो भन्नुहोस्। यो इस्कुस समात्नुहोस्, यता देखाउनुहोस् इस्कुस समातेर। आज चाहिँ फर्स्ट चाहिँ हाम्रो इस्कुस पार्टी हो हैन। जो चाहिँ मोटो त्यसले चाहिँ सार्नु पाएछ हो। जोक्स हैन। मैले त्यही मर्निङमा उसिनिकन लिएको हैन। अब हामी लन्च हुँदैछ हैन। अझै हाम्रोमा यहाँ मोमो पनि एड हुनेवाला छ है। यहाँ चाहिँ के अरे चिया पनि चल्दैछ है। चिया हो तु हैन है। हल्का रमाइलो हाम्रो। यो इस्कुस कस्तो लाग्यो हजुरहरू म्याडमहरूलाई? आज मुन्नाले पनि अनप्लान भयो है। यो चाहिँ हाम्रो हल्का कोही बेला हामी पनि अफिसमा यतिको चाहिँ हामी कोही बेला अफिसमा हामी यतिको इन्जोय। पुरी खान थाल्यो हो। चिया त्यस्तो दामी छ कि भन्नु भएन होला, आफूले बनाएको सकेको जस्तो हुन्छ हो। न त ल भनिदेऊ न। मलाई चाहिँ रोटी चाहिँ तर चाहिँ होस् यस्तो यस्तो कुक्रुक कुक्रुक मनपर्छ गाइस। मेरो बहिनीले बनाएर ल्याएको लाग्नेले दामी रहेछ। आशा छ भोलि पनि ल्याउँछ भनेर। आज पुरी बनाउनु हुने चाहिँ यता हुनुहुन्छ होइन। यो चाहिँ लोकल पुरी हो नि त। अन्त के अरे सोलमी लोकल पुरी चाहिँ के अरे? भैया पुरी लोकल पुरी। यसमा चाहिँ माया गुनेको छ, यसमा चाहिँ पैसा गुनेछ। तारिफ गर्छ लोकलको खाएको। यतिका सायर चाहिँ हुनु पर्यो न। हाम्रो ग्रुपमा चाहिँ छैन के अरे सायर भन्नेहरू पनि छ होइन। बेला बेला हामी पनि यसो इन्जोय चाहिँ गर्छ यसरी अफिसमै बसेर भए पनि है, लन्चमा है। यी पुरी चाहिँ सक्नु आँट्यो हो। अब अघि कति ड्याममै थियो, अहिले सही त कस्तो लाग्यो मुनादी? एकदम दामी। सोलोमितलाई तपाईँलाई? मलाई झन् ओभर दामी। म चाहिँ लोकल मात्रै खाँदैछु है त, ल्या मात्रै। यो चाहिँ अलिकति किन्नुवा पार्टीको खाँदैछ। माया आयो कि अन्त हाम्रो चाहिँ लन्च पनि फिनिस भइसक्यो हो। मिठो थियो, यतिसँग मिलेर खाँदाखेरि चाहिँ यति साह्रो मिठो भयो कि अब के भन्नु होइन गाइस। तपाईँहरूको त छुट्टी हो। भोलि अब मुन्ना दिदी म खाइन्छ नि त होइन यस्तो मिठो। योभन्दा मिठो बनाउँछु म। ल मिठो भयो। थ्याङ्क यू फर दी पुरी हो। आलुदमको लागि पनि थ्याङ्क यू कान्छी। तपाईँलाई त धेरै धन्यवाद।
तिमीले कप र प्लेट ल्याएको थ्याङ्क यू आज तर हामी खास 3 जना प्लान गरेको थियौँ है अझ कति मजा आउँदो रहेछ यसरी सधैँ हामी खानु पाऊँ होइन भेटेर होइन 5 जना त्यस्तो भयो हामी 2 जना त भइहालेको छ है मुनादी तिमी 2 जना चाहिँ नमोटिनु हामी त मोटिँदा के हुँदैन हुन्छ हाम्रो मिनी भ्लगलाई यहीँ राख्छु हाम्रो मिनी भ्लगलाई हेरिदिनुहोस् बाई बाई